तपाईहरुको झगडा सरकारसँग हो। सिंहदरबार रोक्नुस्, त्यहाँ जानुस्, आन्दोलनको स्वरूप परिवर्तन गरिदिनुस्, आन्दोलन गर्नुस्। नेपालको विद्यार्थीलाई कमजोर बनाउने काम गर्न पाइदैन। शिक्षकले गर्नुभएको आन्दोलन थियो भने एउटा विद्यार्थी त सुरु स्कुलमा जाने, अर्को जान नपाउने कुरा नि हुन पाइन्छ। कतिको विभेद? तपाईको माग सरकारसँग हो, हामीलाई भनिदिनुस्। तपाईका मागहरू अभिभावकले पूरा गर्नुपर्छ भनेदेखि हामी आजै गरिदिन्छौँ। तपाईका माग हाम्रा विद्यार्थीले पूरा गर्नुपर्ने माग हो होइन। मेरो रिजल्ट कहिले होला र कहिले 11 क्लास पढ्न पाउला भनेका छन्, तिनको रिजल्ट अब समयमा नहुने कुरा भयो। यसको जवाब चाहिँ त कहिले लिने? भन्न त शिक्षकहरूले हामी हडताल गर्छौँ, पूरा गर्छौँ भन्नुभएको छ। म त्यो भनाइलाई पनि सम्मान गरौँला, तर मलाई बताइदिनुहोस् 365 दिन के 366 दिन बन्न सक्छ? सरकारले पूरा गरिदिने माग सरकारले पूरा गरिदिनु पर्यो। उहाँहरूले ऐन आउनुपर्छ भन्नुभएको छ, सही कुरा हो। तेस्रो शिक्षा मन्त्री हुनुहुन्थ्यो, उहाँले पनि राजीनामा दिनुभयो। अब चौथो शिक्षा मन्त्री आउने बेला भइसक्यो। साना बच्चाहरू 11-12 कक्षामा पढ्ने बच्चाले पनि देश त खत्तम भयो, भाष्यो खत्तम भयो, हाम्रो कामै हुँदैन, बाटो बिग्रियो, यो भयो, पढ्न पाएन, नकारात्मक मात्र कुरा छ। त्यसमा फेरि अर्को एउटा नकारात्मक कुरा उर्दा थपिदिने हामीले ती हामीका जन्मेका बालबालिका यहीँ मर्ने अवस्था, यहीँ मरौँ भन्ने अथवा यहीँ काम गरौँ भन्ने, रोजगारी गरौँ भन्ने अवस्था सिर्जना गर्ने कसले? शिक्षा पनि एउटा महत्त्वपूर्ण कुरा हो। शिक्षाले असल नागरिक बनाउने, राष्ट्रियतासँग जोड्ने, माटोसँग जोड्ने, मेरो नेपाल मेरो देश भनेर देशप्रेम गर्ने भावना जगाउने, त्यो शिक्षा नै चाहिँ कमजोर भयो। आज शिक्षा पढ्न पाइएन भनेर बस्ने, अनि 12 कक्षा सिद्धिसकेपछि पढ्न बाहिर जाने, बाहिर मात्र जाने न, नागरिकता त्याग्ने स्थिति भयो। पाखुराहरू पनि बाहिर जाने भए, लेबरको रूपमा हाम्रा दाजुभाइ दिदीबहिनीहरू बाहिर जाने, अनि बुढाबुढी भएका मान्छेहरू, बुढाबुढी र सानसानो केटाकेटी मात्र यहाँ बस्ने अवस्थाहरू भयो। मर्ने बेला नेपालीका हाम्रो समाजको चलन अनुसार चाहिँ बुढाबुढी भएपछि मर्ने बेला आफ्नो सन्तान अगाडि हुन्, एक चम्चा पानी खानिदियोस् भन्ने पनि मान्छे अब चाहिँ पानी खानिदिने मान्छे पनि नहुने दिन आउनु लाग्यो। यस्तै कुराले हुने हो। तपाईँहरूको झगडा सरकारसँग हो। सिंहदरबार रोक्नुस्, त्यहाँ जानुस्, आन्दोलनको स्वरूप परिवर्तन गरिदिनुस्, आन्दोलन गर्नुस्। आन्दोलन गर्नुपर्छ। तपाईँलाई सम्मान गर्छौँ, तपाईँको सम्पूर्ण मागलाई सहमतिका लागि पनि हामी पनि एकबद्धता जनाउँछौँ, जनाइ पनि रहेका छौँ। हाम्रो विमति भनेको मात्र पढ्ने हक चाहिँ खोज्न कसैले पाइँदैन। विद्यार्थीको पढ्ने हक। त्यसै कारणले हामी मानव अधिकार आयोगमा पुग्यौँ। हामी यो केसलाई अन्तर्राष्ट्रियकरण गर्दैछौँ। नेपाली विद्यार्थीले पढ्न पाएन भने पढ्न पाउनुपर्छ भनेर अन्तर्राष्ट्रियकरण गर्छौँ। जसरी आन्दोलन गर्ने हक कसैलाई छ भने हामीलाई पनि हाम्रो केटाकेटीले, बालबालिकाले नेपालको संविधानले अनिवार्य र निःशुल्क शिक्षाको ग्यारेन्टी गर्न खोजेको कुराको संविधान प्रदत्त हक र अधिकार पाएन भने यो पाउनुपर्छ भन्ने हक हामीलाई पनि हुन्छ। त्यसो भनेर हामीले कन्फ्रन्टेसन खोजेका होइनौँ। फेरि शिक्षक नभइकन हामी अगाडि बढ्न सक्दैनौँ। भोलि त खाली कोठामा शिक्षक नभएको विद्यालयमा विद्यालय पठाउने होइन, शिक्षक भएकै विद्यालयमा पठाउने हो, उहाँहरूले नै पढाउने हो। यो पढाउने वातावरणको निमित्त म तपाईँहरू मार्फत, म आदरणीय विद्युत समुदाय मार्फत नेपाल सरकार मात्र सम्माननीय प्रधानमन्त्रीलाई, मानव अधिकार आयोगलाई, नेपालको क्याबिनेटका सबै मन्त्रीजीहरूलाई, त्यति मात्र होइन पार्लियामेन्टरियनहरूलाई र सभामुखलाई पनि म आग्रह गर्न चाहन्छु। यो चिजलाई जतिसक्दो चाँडो हामीले सल्ट्यौँ र शिक्षकहरूका मागलाई पनि सम्बोधन गर्ने कुराहरू भइदियोस्। सँगसँगै हामी सबैको कुरा भनेको शिक्षकलाई खुसी बनाउने काम गरौँ, नेपालको विद्यार्थीलाई कमजोर बनाउने काम गर्न पाइँदैन। मैले अहिले भने विद्यालय दुई थरले चलेका छन्। मानिलिउँ एकछिनलाई विद्यालय शिक्षकले गर्नुभएको आन्दोलन थियो भने एउटा विद्यार्थी त सुरु स्कुलमा जाने, अर्को जान नपाउने कुरा नि हुन पाइन्छ। कतिको विभेद? मैले पनि फेरि अन्याय, यो हाम्रो आन्दोलनले नै अन्याय गर्यो। निजीमा पढ्ने र सरकारीमा पढ्ने। आज शिक्षकले आन्दोलन गर्नुभएको छ, एउटा वर्गको स्कुल चलेको छ, अर्को वर्गको स्कुल चलेको छैन। विभेद त यहाँ नि भयो नि, आन्दोलनले नै विभेद गर्यो। आन्दोलनले समताको लागि, सबैको लागि न्यायचित आन्दोलनको चाहिँ हामीले कुरा उठाउनु पर्ने ठाउँमा यही आन्दोलनले निजी क्षेत्रका विद्यालयमा जाने विद्यार्थीहरू पढ्न पाउनुभएको छ, सामुदायिकमा जानुभएको विद्यालय पढ्न पाउनुभएको छैन। यसको अर्थ फेरि निजीमा जाने पढ्न जानुहुन्न भन्ने भने होइन, सामुदायिकमा जानेले पढ्न पाउनु पर्यो। के अपराध गर्यो त्यो बच्चाले जन्मेर नेपालमा? त्यो बच्चा दूरदराजमा बस्ने गरिबका छोरछोरीले स्कुल जान्छु भनेर के अपराध गर्यो? उसको नैसर्गिक अधिकारलाई चाहिँ हामीले सम्मान गर्नु पर्छ कि पर्दैन? शिक्षकलाई हामी प्रश्न गर्न चाहन्छु। तपाईँलाई सम्मान गर्छौँ, स्याल्युट गर्छौँ, तपाईँहरू बिना विद्यालय चल्दैन। तपाईँहरूको रिस सरकारसँग छ, तपाईँको माग सरकारसँग हो, हामीलाई भनिदिनुहोस्। तपाईँका मागहरू अभिभावकले पूरा गर्नुपर्छ भनेदेखि हामी आजै गरिदिन्छौँ। तपाईँका माग हाम्रा विद्यार्थीले पूरा गर्नुपर्ने माग हो होइन। त्यसो भइसकेपछि तपाईँहरूलाई सम्मान गर्दै पनि अहिले भर्खर पनि 12 कक्षाको परीक्षाको कुरा छ। त्यति मात्र होइन, तपाईँ हामीले भुल्न नहुने कुरा, एसइई दिएर बसेका लगभग 5 लाख विद्यार्थीले मनमा नै भनेका छन्, घरमा आमा बुवालाई भनेका छन्, मेरो रिजल्ट कहिले होला र कहिले 11 क्लास पढ्न पाउला भनेका छन्, तिनको रिजल्ट अब समयमा नहुने कुरा भयो। यसको जवाब चाहिँ त कहिले लिने? भन्न त शिक्षकहरूले हामी हडताल गर्छौँ, पूरा गर्छौँ भन्नुभएको छ। म त्यो भनाइलाई पनि सम्मान गरौँला, तर मलाई बताइदिनुहोस् 365 दिन के 366 दिन बन्न सक्छ? अहिलेको एसएलसी 12 कक्षाको एसएलसी आज हुने भनियो, ठिक छ यो कुरा, तर शिक्षकहरूलाई पनि समेटेर लैजाउँ भन्छु म। अझ पनि उहाँहरूलाई आह्वान गरौँ, उहाँहरूको अझ पनि कुरा सुनेर शिक्षकलाई नै परीक्षा सञ्चालन गर्न दिउँ भन्छु। त्यसका बावजुद पनि परीक्षा भयो भने पनि परीक्षा हुने त प्रक्रिया हो। सरकारले पूरा गरिदिने माग सरकारले पूरा गरिदिनु पर्यो। उहाँहरूले ऐन आउनुपर्छ भन्नुभएको छ, सही कुरा हो। तेस्रो शिक्षा मन्त्री हुनुहुन्थ्यो, उहाँले पनि राजीनामा दिनुभयो। अब चौथो शिक्षा मन्त्री आउने बेला भइसक्यो। ऐन आउन ढिलो भयो। ऐन नआएर पनि धेरै कुराहरू बिग्रेका छन्, यो सत्य कुरा हो। ऐन ल्याइदिने कसले? पार्लियामेन्टले होइन। एक थान शिक्षा ऐन भनिरहनु भएको छ उहाँहरू। एक थान शिक्षा ऐन आएर यहाँ बस्ने निजी विद्यालय पनि हेर्नुहोस्, तपाईँ सम्झिनुहोस् 2080 सालको भदौमा उहाँहरूले पनि विद्यालय बन्द गर्नुभएको छ। ऐन आउन लायो भनेर होइन, ऐन आउन लागेको कुरामा आफ्नो स्वामित्व नभएको कुरामा बन्द गर्नुभएको छ। त्यसको लगत्तै असोजमा यही शिक्षक महासङ्घले चाहिँ अर्को आन्दोलन गर्नुभएको थियो र सरकारले सहमति गरेको छ। हामीले इतिहास भुल्नुहुन्न, किन त्यस्तो परिस्थितिहरू आयो भनेर। सरकार पाए जहाँ पनि हस्ताक्षर गर्दै हिँड्ने, मसी सुक्न नपाउँदाखेरि उहाँहरूको कुरा नसुनिदिने, अनि पार्लियामेन्टले गर्ने प्रोटोकलहरू छन्।